काकरभिट्टासम्म पुग्दा बाटो त बिजोक छ मैले भनिहालेँ। अब गाडी धोएर गाडीलाई यतै नेपालमा पार्क गरेर हामी जाँदैछौँ सिलगढी इन्डिया होइन। अब तपाईँहरूलाई देखाउँछु म। यो चाहिँ वेस्ट बङ्गालको गाडीहरू हेर्नुहोस् होइन। हाम्रो गाडी यहाँ पार्क गऱ्यो। पारि हाम्रो गाडी लान त मिल्छ अब झन् चलो यहाँ पारि हामीको इन्डिया छ, यता हामी नेपाल हो है त। अब सिलगढी गएर भ्लग बन्छ। यो चाहिँ अब नोम्यान्स ल्यान्ड भनौँ होइन। यो पुल हो, नेपाल र इन्डिया जोड्ने पुल, मेची पुल हो यो। हामी जाँदैछौँ। बाटो हेर्नुहोस् कति राम्रो छ यतापट्टि है। यो चाहिँ नोम्यान्स ल्यान्ड पुल हो। अब हामी चाहिँ सर र कट्यौँ है। बोर्डरमा चाहिँ भिडियो खिच्न मिल्दैन, त्यही भएर कट्यौँ। अब यहाँ सिट बेल्ट कम्पलसरी रहेछ अगाडि बस्नेलाई। हामी यसरी गइरहेछौँ। सानो गाडी भयो नि एकदम बाटो राम्रो भएर मजा आउने के। बाटै राम्रो एकदमै। ल हेर्नुहोस् बाटो कस्तो राम्रो छ क्या। धेरै ठुलो चाहिँदैन क्या, बाटो सानै छ तर लेन मार्किङहरू प्रब्लमहरू केही पनि छैन क्या। बाटो एकदमै राम्रो है। यो चाहिँ एसियन हाइवे हो। नेपालपट्टि चाहिँ बिजोकै छ, 3-4 वर्ष भयो बनेको छैन है। इटरीतिर मैले तपाईँहरूलाई भनि नै रहेको छु। नयाँ सरकारले पनि एसियन हाइवे हो यो चाहिँ अब अलिकति विकासको परियोजनाहरूलाई चाहिँ अलिकति ध्यान दिनुपर्ने जरुरी छ। यसो राम जानकी छ भोलिपल्ट हामी यहाँ आइपुगेको दिनको भोलिपल्ट होइन। सो यहाँ पुरै तयारी भइरहेछ है राम जानकीको लागि। तराईतिर इन्डियातिर बवाल मान्ने हो कि। हामी पाहाडतिर चाहिँ हामीलाई त्यति मतलब हुँदैन, हामी कमाउँ खाम भन्ने हुन्छ। अब यो चाहिँ हेर्नु सिटी सेन्टर, इन्डियाको सिटी सेन्टर राम्रो रहेछ, भिआइपी एरिया रहेछ। सिटी सेन्टरहरू त नेपालमा पनि राम्रो छ, प्राइभेट बिजनेसहरू त नेपालमा पनि राम्रो बनाउनु भएको छ। यो चाहिँ अब अलिक ठुलो एरियामा ठुलो, अब यहाँ सामानहरू नै सबै चिज सस्तो। अब नेपालभन्दा त धेरै फेसिलिटी छ नि बिजनेस गर्नेहरूलाई इन्डियामा पनि, सजिलो पनि छ, ठुलो रहेछ। अब यतापट्टि चाहिँ तपाईँहरूको नेपाली नै धेरै हुनुहुने, इन्डिया भए पनि सिलगढीसम्म आइपुग्दाखेरि सबैजना नेपाली हुनुहुने। किनकि यो वेस्ट बङ्गाल एरियातिर चाहिँ आसाम गुवाहाटीसम्म पनि अब नेपाली नै भेटिन्छ होइन। सो कुरा गर्न सबै सजिलो। अब यता नेपाली हामीले नेपालको पोलेको मकै खायौँ। यो चाहिँ हो अब बोर्ड यहाँ देखाइदिन्छु मैले।